नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई परमेश हबमा। आज हामी कुरा गर्नेछौँ एउटा यस्तो बानीबारे जुन सबै विद्यार्थीले अनुभव गरेका छन्, अर्थात् प्रोकास्टिनेसन। तपाईँले पनि परीक्षा नजिकिँदा भोलि पढ्छु भनेर बहाना बनाउनु भएको छ होला, होइन त? हेरौँ त विद्यार्थीको बहाना। पहिले चिया खान्छु अनि पढ्छु। बस 5 मिनेट टिकटक हेरेर सुरु गर्छु। भोलि बिहान उठेर पढ्छु। तर यी 5 मिनेट अन्त्यमा 5 घण्टा हुन्छन् अनि किताब अझै बन्दै रहन्छन्। तर यसको नतिजा के हुन्छ त? अन्तिम घडीमा पढ्नुपर्ने हुन्छ, तनाव बढ्छ, कन्फिडेन्स घट्छ, रिजल्ट कमजोर हुन्छ। रातभरि पढ्ने विद्यार्थीलाई बिहान परीक्षा दिन गाह्रो हुन्छ। अब सावधान के हो? पोमोडोरो टेक्निक: 25 मिनेट पढाइ, 5 मिनेट ब्रेक। सानो लक्ष्य बनाउने, आज 2 पेज मात्र पढ्छु। मोबाइल टाढा राख्ने। रिवार्ड सिस्टम: पढेपछि आफूलाई सानो उपहार दिनु। पढाइलाई स्टेप बाई स्टेप तोड्ने। ठुलो कामलाई सानो भागमा विभाजन गर्दा डर कम हुन्छ। अब प्रश्न उठ्छ, किन यस्तो हुन्छ त? 1. डर, फियर अफ फेलियर। पढाइ कठिन लाग्दा हामी सजिलो काम रोज्छौँ। 2. मोटिभेसन कम हुनु, पढाइलाई रमाइलो ठान्दैनौँ। डिस्ट्र्याक्सन, मोबाइल, टिकटक, फेसबुक, युट्युब। कामलाई ठुलो देख्नु, यो च्याप्टर त धेरै लामो छ, धेरै गाह्रो छ भनेर सुरु नै नगर्ने। जब पढाइलाई ठुलो काम जस्तो देखिन्छ, हाम्रो मस्तिष्क सजिलो विकल्प रोज्छ, मोबाइल स्क्रोल गर्नु। साथीहरू, पढ्न ढिला गर्नु सबैले गर्छन्, तर जसले आफ्नो समय नियन्त्रण गर्छ उनै सफल हुन्छ। आजैदेखि सुरु गरौँ, पढाइलाई प्राथमिकता दिनुहोस्। स्टप प्रोकास्टिनेटिङ, स्टार्ट स्टडिङ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईँ पनि यस्तो अनुभव गर्नुहुन्छ भने कमेन्टमा लेख्नुहोस्। धन्यवाद।